गाउँमै बाख्रा पालन गर्छु भनेर बाख्रा पालन सुरुवात गरेँ र सुरुवातपछि असफल भएँ। असफल भएपछि मेरो जीवन कस्तो भयो र मेरो अनुभव के थियो र मैले के भोगेँ त्यो विषयमा आज कुराकानी गर्नेछु। हेलो साथीहरू, दर्शन नमस्ते, स्वागत छ हजुरहरूलाई कमल रोल्पाली भ्लगमा। र आज मेरो जीवनको यथार्थ भोगाइको यो च्याप्टर 12मा चाहिँ म हजुरहरूसँग कुराकानी गर्नेछु। मैले बाख्रा पालनबाट असफल भएको कुराकानीहरू र हजुरहरूलाई यस विषयमा मैले भोगेका कुराहरू। कतिपयहरूले बाख्रा पालन सुरुवात गर्न चाहनुहुन्छ र गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो चाहिँ हेर्नु होला, किनकि अन्तिमसम्म मैले कसरी असफल भएको थिएँ र मैले भोगेका कुराहरू तपाईहरूलाई बाख्रा पालन गर्दै हुनुहुन्छ भने के कुरामा ध्यान दिनुपर्छ म यो विषयमा पनि लास्ट अन्तिमसम्म हेर्नु होला र म अवश्य हजुरहरूलाई बुझाउने र हजुरहरू माझमा सेयर गर्ने कोसिस गर्नेछु। र साथीहरू, पहिलो च्याप्टरमा मैले भनेको थिएँ बाख्रा पालन गरेँ। बाख्रा अब पालन गरेपछि 3 महिना नबित्दै मेरो हैन घाटा हुन थाल्यो। कसरी भयो त हैन, कसरी भयो, किन भयो त 3 महिनामै हैन, पालेको 3 महिनामा? यही नै हो कोही प्रश्न आउने, क्वेसन आउने भनेकै किन भयो त अब 3 महिनामै है। साथीहरू, के भयो भन्नुहुन्छ भने मेरो त्यत्रो 25-26 वटा बाख्रा एउटै खोरमा हैन, सानो पाठाहरू, ब्याउने बाख्राहरू, बोकाहरू, ठुला बाख्राहरू, माउहरू सबै एउटै खोरमा भयो, मेन कुरा हैन। र त्यसमा अब एउटाले अर्कोलाई मारेछ, अर्कोले अर्कोलाई मारेछ, ब्याउने बाख्राहरूसँगै छ, त्यसलाई मारेर पाठाहरू पेटमै मर्ने समस्या भयो। एउटा कुरा हैन, पेटमै मर्ने भयो। पेटमै मरिसकेपछि पाठा फाल्न गाह्रो र पाठाहरू बाख्राहरू पनि झन् धेरै बाख्राहरूलाई पनि गाह्रो हुन थालेपछि त अब पाठाहरू भित्रै मरिसकेपछि त अब फाइदा केही पनि छैन र झन् गाह्रो हुन्छ। र अर्को उतापट्टि अब बाख्राहरू जङ्गल लगिरहेको थिए साथीहरू, चराउन लगेपछि उतै जङ्गलतिरै मर्ने भयो। 2-4 वटा बाख्रा त जङ्गल लगेकै, चराउन लगेकै बाख्रा उतै जङ्गलमै मरेर सक्यो 2-4 वटा बाख्राहरू हैन। कसरी मर्यो के मर्यो थाहै छैन, चढ्दै भत्तै मरिहाल्थ्यो। अब आफू हेरेको के गर्नु हैन, त्यस्तो अवस्थामा त्यस्तो हुन थाल्यो। र अर्को अवस्था, बाख्रालाई घाँस हैन, मेन कुरा घाँस पालन हैन, पालनको लागि त घाँस चाहियो र बाख्राहरू राम्रो हुन थालेनन्। बाख्राहरू मेरो लिएको बाख्राहरू जुन मैले बोकेर ल्याएको थिएँ त्यो बाख्राहरू पनि केही काम लाग्ने भएन, न त राम्रो हुने, न त बढ्ने हैन, न त फाइदा नै हुन थाल्यो। र त्यस्तो बाख्राहरू अब मर्न थाले, अब कोही पाठाहरू भित्र पेटमै मर्न थाले। त्यस्तो अवस्थामा गर्ने के त हैन, अब झन् घाटा खाइन्छ। अब मर्यो भने त सब मर्यो भने त झन् सखाब, म त झन् केही पनि हुँदैन। र साथीहरू बेच्न थाले बाख्राहरू। पालेको 3 महिना भयो त र 3-4 महिना भयो त्यो 4 महिनामै अब बाख्रा यो तरिकाले हुँदैन र यो तरिकाले मैले पाल्न लाग्यो भने चाहिँ सबै बाख्राहरू सकिन्छ झन्। र पाठा मर्ने भित्रै अब बोकाहरू सानोहरू अब ती सँगै हुन्छ, अब पाठाहरू तुइने त्यस्तो अवस्था हैन, त्यस्तो अवस्था आयो। र मैले बाख्राहरू बेच्न सुरु गरेँ साथीहरू, बाख्राहरू बेच्न सुरु गरेँ। कुनै अब राम्रो बाख्राहरू पालनमा गयो, कति तिनी मर्न लागेका बाख्राहरूलाई अब कतिलाई काटेर हैन, कोही बिरामी हुँदा त्यस्तोमा पठाइदिए हैन। त्यस्तोमा गर्दाखेरि अब कतिपय बाख्राहरू घाटा खानु पर्यो साथीहरू। कसरी भन्नुहुन्छ भनेपछि जस्तो अब 25-30 हजार हाले हुन्छ, 25-30 हजार हालेको बाख्रालाई 25 हजार हालेकोलाई 20 हजार, अब 20 हजारलाई 10 हजार, अब 15 हजार, 16 हजार यसरी बेच्न थाल्यो। अब फाइदा त कसरी हुन्छ, घाटै हो खानी। अब त्यहाँ र मैले अलिक थोरै गलत पनि गरेँ अब हैन, तर त्यो कुराहरू म भन्छु पछि, तर नगर्नु होला तपाईहरूले। मैले बेच्न थालेपछि अब सबै बेच्यो, लगभग 5-6 वटा बाँकी थियो हैन, 5-6 वटा बाख्रा बाँकी थियो। 5-6 वटा बाख्राहरू बाँकी भइसकेपछि अब त्यो 5-6 वटालाई पनि किन राख्नु त हैन, 5-6 वटा मात्रै राखेर पनि काम छैन। अब कि त मैले बाख्रा पालन सुरुवात गरेको थिएँ, बाख्रा पालन गर्नु थियो भने मैले धेरै पालेको थिएँ र त्यही गर्नु पर्थ्यो, कि त 5-6 वटा मात्रै पालेर पनि काम छैन। त्यो नि पनि सब बेच्दियो साथीहरू हैन, सब खोर नै रित्तो बनाइदिएँ मैले। रित्तो बनाइसकेपछि पैसा लास्टमा 1 रुपियाँ पनि आएन हातमा। अब कता तिर्ने, के गर्ने? र मसँग अहिले त्यो बाख्रा पालनबाट बचेको मैले कि चिनो अब अथवा त्यो बाख्रा पालनबाट छ है भनेको एउटा मोबाइल किनेको थिएँ, इन्फिनिक्स मोबाइल थियो मसँग, त्यही मोबाइल मात्रै छ हैन। 2 लाख रुपियाँ डुब्यो भनौँ। कसरी डुबे यही नै थियो। म अब बाख्राहरू, पाठाहरू मर्ने, बाख्राहरू हैन जङ्गलतिरै मर्ने, अब पाठाहरू तुइने,
अब एक्लै पनि अब स्थानीय बाख्राहरू जस्तो पाए त्यस्तै बाख्राहरू ल्याएर पाल्दाखेरि गाह्रो हुने होइन, त्यस्तो अवस्था भयो। र कतिपयहरूले बाख्रा पालन सोच गर्दै पनि हुनुहुन्छ होला, र कतिपयहरूले बाख्रा पालन सुरु पनि गर्दै हुनुहुन्छ होला, र कतिपयहरूले गर्ने सोचमा हुनुहुन्छ होला। हजुरहरूलाई म के भन्न चाहन्छु भनेपछि बाख्रा पालन गर्न सुरु गर्दै हुनुहुन्छ भने सबभन्दा मेन कुरा पहिलो नम्बरमा खोर होइन। अब खोर नै आउँछ पहिलो कुरा होइन, पहिलो कुरा खोर आउँछ। खोरमा अब जस्तो अब स्थानीय तरिकाले पाल्नुभन्दा आधुनिक तरिकाले पाल्नुमा चाहिँ अलिक फरक छ होइन। किनकि मैले हो एकचोटि घाटा खाइसक्यो भने बिजनेस हो, बिजनेसमा एकचोटि घाटा खाइसक्यो भने हार मान्नु हुँदैन। फेरि अब केही न केही त्यसलाई परिवर्तन गरेर केही न केही गरेर फेरि त्यहीलाई रिकभर गरेर फेरि म यसैलाई गर्छु भनेर गर्न पनि सकिन्छ। र म त्यो अवस्थामा थिएन, किनकि अब धेरै ऋण पुगिसकेको थियो मेरो होइन। अब के गर्ने भयो थियो, र मेरो ऋण धेरै पुगिसकेको थियो। गाउँघरमा पनि अब धेरै फेरि त्यही त हो नि होइन, गाउँघरतिरको कुराहरू अब फलानाले यस्तो गर्यो अब यो त डुब्छ, त्यही कुराहरू आउँछन् होइन। र मैले हार मानेको थिएँ त्यतिखेर भनौँ न। र अनि त्यसपछि हार मान्ने अवस्था आइपुगेको थियो। ऋण त्यत्रो 4-5 लाख पुगिसक्यो होइन, बाख्रा मरेर गइसक्यो, अब गर्नु के होइन। तर फेरि सुरुवात गर्दाखेरि पैसा छैन आफूसँग होइन, त्यस्तो अवस्था पुग्यो। र पछि हार मान्ने अवस्था आइसकेपछि गर्नु के, त्यही नै हो, लास्टमा बेच्नै सक्यो होइन। र हजुरहरूलाई म के भन्न चाहन्छु भने चाहिँ खोर चाहिँ एकदम राम्रो, बरु होइन थोरै पैसा लाग्ला, लगानी लाग्ला, बरु राम्रोसँग गरेर खोर चाहिँ खन्न टाइपको होइन, त्यस्तो खालको। अब यो भिडियोहरू पनि देख्नुभयो होला हजुरहरूले, अब युट्युबतिर देखिन्छ, युट्युबतिर हुन्छ नै यो भिडियोहरू होइन। अब खन्न एउटा अब जस्तै पाठाहरू बस्ने छुट्टै, बोकाहरू बस्ने छुट्टै, ब्याउने बाख्राहरू बस्ने छुट्टै, र अब अलि राम्रो नराम्रो बाख्राहरू छुट्टै, बिरामी बाख्राहरू छुट्टै भयो भने सजिलो भयो। अर्को कुरा बाख्रालाई घाँस, मेन कुरा भनेको घाँस, बाख्रालाई डाले घाँस। अब होइन हाम्रो अब पाहाडतिर त अब डाले घाँस नै हुन्छ प्रायः, अब तराईतिर त अब भुसहरू अब होइन साइलेन्स यस्तो भन्छ होइन। अब पाहाडतिर त डाले घाँस नै हो। र अब डाले घाँस नै राम्रो, स्थानीय भन्दा बाख्राहरूभन्दा अलि उन्नत जातको बाख्राहरू पाल्दा फाइदा। किनकि उन्नत जातमा अब कस्तो हुन्छ भनेपछि ब्रिड निकाल्न सकिन्छ। जस्तै बोका राम्रो भइदियो, पाठी राम्रो भइदियो भने ब्रिडमा जान्छ। अब स्थानीय बाख्राहरूको त्यही मासुमै हो, मासुमै मात्रै बेच्छु, मासुमै मात्रै बेचेर म पैसा कमाउँछु भन्न चाहिँ सम्भव छैन जस्तो लाग्छ मलाई होइन। किनकि मासुमा मात्रै गर्दाखेरि अब 6 महिनामा 7 महिनामा बल्ल एउटा बाख्रा बोका हुन्छ, बेचिन्छ। त्यही पनि अब 10-15 हजार भन्दा बढी जाँदैन स्थानीय बाख्राहरू। उन्नत जातको अब त्यही 3-4 महिना भइदियो भने 15-20 हजार गइदिन्छ बोका, उस्तै राम्रै पर्दियो भने ब्रिडमा होइन। र त्यसमाबाट फाइदा छ उन्नत जातबाट होइन। र घाँस हुनु पर्यो साथीहरू होइन, मेन खोर हुनु पर्यो। र बाख्राको हेरचाह चाहिँ बाख्रालाई एकदम चाहिन्छ, एकदम हामीले जसरी आफ्नो स्याहार सुसार गर्छौँ, हामीले जस्तो गर्छौँ त्यसरी नै चाहिन्छ, सरसफाइ उनीहरूलाई चाहिहाल्यो होइन। र बाख्रा पालन गर्न भन्ने हेर्दाखेरि भिडियोमा हेर्दा र अरूले भनेको हिसाबले हेर्दाखेरि त बाख्रा पालन गरम लाग्छ नि त होइन। भित्रैदेखि होला यार यस्तो हुन्छ, गरम न भइहाल्छ भन्ने लाग्छ होइन। जब आफूले त्यहाँ परिन्छ नि तब मात्रै यस्तो हुँदो रहेछ भन्ने हुन्छ। र सोचेर विचार गरेर अनुभव गरेर पहिला तालिम ल्याएर धेरै कुराहरू अनुभव गरेर सोचेर बल्ल अलि ढिला भए पनि र आरामसँग गर्दा चाहिँ फाइदा राम्रो होला। नभए भने अत्तालमा गरेर 81 गरेर चाहिँ हुने घाटा नै हो। र घाटाहरू यस्तै थियो साथीहरू। अब हजुरहरूले पनि बाख्रा पालन गर्दै हुनुहुन्छ भने यिनी कुराहरूमा ध्यान दिनु होला। र हजुरहरूलाई अझै अरू विषयमा केही कुराहरूमा अब यसको बारेमा चाहिँ जान्न मन छ, यसको बारेमा बुझ्न मन छ भन्न चाहनुहुन्छ, अब हजुरहरूलाई यो विषयमा भनिदिनुहोस् न, के थियो हजुरको अनुभव यसको विषयमा भनिदिनुहोस् भन्नुहुन्छ भने अवश्य कमेन्ट गर्नु होला। म हजुरहरूको त्यो विषयमा भिडियो बनाएर म हजुरहरूलाई सेयर गरिदिन चाहन्छु। किनकि यो त मेरो जीवनको यथार्थ भोगाइ थियो, र यथार्थ भोगाइमा यो मैले भोगेको कुरामा अब यसमा त हजुरहरूले सुरुवात गर्न चाहँदै हुनुहुन्छ भने त हजुरहरूलाई केही न केही सजेसन मिल्न सक्छ होइन। त्यसरी बनाउनु भन्नुहुन्छ भने म अवश्य हजुरहरूलाई मैले जानेको जति हजुरहरूलाई सेयर गर्ने कोसिस गर्नेछु। र साथीहरू यही थियो मेरो जीवनको च्याप्टर 12 जीवनको यथार्थ भोगाइको, र मैले कसरी असफल भएको थिएँ होइन। र अलिकति थोरै भए पनि मैले भोगेका कुराहरू र मैले जानेको कुराहरू हजुरहरूलाई सेयर गरिदिएको छु।
र साथीहरु यस्तै छ, चलिरहेकै छ दुःख सुख हैन। कहिले पनि हार चाहिँ नमान्नुस्, हार मान्नु हुँदैन। र हो, दुःख आउँछ, दुःखसँग लड्न सिक्नुपर्छ, दुःखसँग चल्न सिक्नुपर्छ। दुःखले मान्छेलाई कहिले पनि निराश बनाउँदैन, दुःखले जहिले पनि मान्छेलाई सिकाउँछ जिन्दगी के हो, जिन्दगीसँग चल्न सिकाउँछ हैन। मान्छेलाई सफलता खोज्छौँ हामीले हैन, सफलता पाउनलाई पनि दुःख नै चाहिन्छ हैन। जब दुःख गरिन्छ तब मात्रै सफलता मिल्छ। यही नै हो, यति नै भन्न चाहे भन्दै आजको च्याप्टर 12 लाई यही नै थियो मेरो यथार्थ भोगाइ। र हजुरहरुसँग च्याप्टर 13 मा भेट हुनेछ भन्दै आजको यो च्याप्टर 12 लाई यही अन्त्य गर्छु। र हजुरहरुलाई कस्तो लाग्छ मेरो जीवनको यथार्थ भोगाइ? हजुरहरुलाई मन पर्छ भने कमल रोल्पाली भ्लगलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनु होला र लाइक कमेन्ट शेयर गर्न पनि नबिर्सिदिनु होला भन्दै छुट्टिन्छु। हस्त, नमस्ते, धन्यवाद।